हाम्रो नेपालको एयरपोर्ट बेलुकाको 10 बजेदेखि बिहानको 8 बजेसम्म ट्याक्सीवे निर्माणको लागि बन्द भइसँगै फ्लाइट्सहरूको चाहिँ प्राइस आकाशिएर कहाँ पुगिसक्यो। अनि यसको विकल्पको लागि भने धेरैजना नेपालीले इन्डियाबाट टिकट इस्यु गरेर बाहिर जाने ट्रेन्ड आएको छ। हुन पनि फेयर चाहिँ चर्को भएपछि यो नेचुरल कुरा हो, कहाँबाट सस्तो पर्छ भनेर खोजेर जानलाई। तर कुन केसमा चाहिँ नो अब्जेक्सन सर्टिफिकेट वा भनौँ एनओसी लिएर मात्र इन्डियाबाट ट्राभल गर्न मिल्छ र कसले चाहिँ पर्दैन भनेर आज बुझौँ है त। नेपालबाट लेबर पर्मिट लिएर इन्डियन एयरपोर्ट हुँदै फरेन इम्प्लोइमेन्टमा जाँदै हुनुहुन्छ भने नेपाल एम्बेसी न्यू दिल्लीले रिसेन्टली ट्राभल एनओसी को रिक्वायरमेन्टलाई लिएर केही अपडेट गरेको छ। अबदेखि नेपाली नागरिक वैदेशिक रोजगार विभागबाट फरेन इम्प्लोइमेन्ट पर्मिट अर्थात् लेबर पर्मिट लिएर इन्डियन एयरपोर्ट्सहरू हुँदै ट्राभल गर्दा भने नेपाल एम्बेसी न्यू दिल्लीबाट कुनै पनि एनओसी लिनु पर्दैन। एनओसी बिना नै ट्राभल गर्न सकिन्छ है। तपाईको इम्प्लोइमेन्ट पर्मिटको अथेन्टिसिटी चाहिँ अनलाइनबाट यो वेबसाइटमा गएर मजाले भेरिफाई गर्न मिल्छ है। तर नेपाली नागरिक लेबर पर्मिट बिना साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बाहरेन, इराक, लिबिया र लेबनन जस्ता मिडल इस्ट कन्ट्रीको साथै रसिया ट्राभल गर्दा भने नेपाल एम्बेसी न्यू दिल्ली अथवा डिपार्टमेन्ट अफ काउन्सिलर सर्भिसेस नेपालबाट चाहिँ ट्राभल एनओसी लिनुपर्ने हुन्छ। रसियाको लागि रसियन गभर्नमेन्टबाट चाहिँ स्कलरशिप रिसिपेन्ट्स र बिजनेस भिजा होल्डर्सले भने एनओसी लिनु पर्दैन है। यसको साथै नेपाली नागरिक जो युएसए, युके, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, जापानको साथै सेन्जेन कन्ट्रीको भ्यालिड रेसिडेन्सी कार्ड अथवा भिजा छ भने पनि ट्राभल एनओसी को रिक्वायरमेन्ट हुँदैन। त्यस्तै नेपाली डिप्लोमेट, अफिसियल पासपोर्ट होल्डर्स, युएनएलपी होल्डर्स र 16 वर्षभन्दा कमको माइनर्सलाई पनि ट्राभल गर्दा एम्बेसीबाट कुनै पनि एनओसी रिक्वायर्ड हुँदैन। यो रिक्वायरमेन्ट गर्दाखेरि जसलाई चाहिँ एनओसी रिक्वायर्ड हुन जान्छ उहाँहरूले एम्बेसीले तोकिएको रिक्वायर्ड डकुमेन्ट्सहरू चाहिँ ट्राभल गर्नुभन्दा एटलिस्ट 7 दिन अगाडि चाहिँ काउन्सिलर नेपाल एम्बेसी @gmail.com बाट कन्ट्याक्ट गरेर लिन सक्नुहुन्छ। यसको लागि सर्भिस चार्ज पनि पर पर्सन 1000 आइसी लाग्छ, जुन चाहिँ एम्बेसीको अकाउन्टमा डिपोजिट गर्नुपर्ने हुन्छ है।